हेलो साथीहरू, यो निर्वाचनको मत परिणाम चाहिँ कसरी चेक गर्ने भनेर सबैलाई चाहिँ अप्ठ्यारो लागिरहेको होला। यो निर्वाचनको मत परिणाम चेक गर्नको लागि चाहिँ हामीले जेपिटी च्याटमा जाने र जेपिटी च्याटमा गएर अब मैले यहाँ लेखेँ इलामको नयाँ मत गणना भनेर लेख्छु। अब सर्लक्क जेपिटी च्याटबाट आउँछ। यदि पुरानो भनौँ योभन्दा अगाडिको होइन, पुरानो मतलब चाहिँ के हुन्छ भन्नुहुन्छ भनेदेखि 1 घन्टा 2 घन्टाको अगाडिको फरकको आउँदैछ भनेदेखि चाहिँ हामीले अहिलेको नयाँ ताजा अपडेट देखाइदिनु भनेर भन्दाखेरि कति क्षेत्र नम्बरको हो, कुन एरियाको हो, त्यो चाहिँ सर्लक्क भन्दाखेरि तुरुन्त यहाँ जेपिटी च्याटबाट आउँछ। जस्तै अहिले यहाँ इलामको देखाइरहेछ। अब मैले मोरङ क्षेत्र नम्बर 3 को चाहिँ सर्च गर्दैछु। यहाँबाट चाहिँ मोरङ क्षेत्र नम्बर 3 मा कसले जित्दैछ है त हेरौँ, को अग्र पङ्क्तिमा छ भनेर यहाँ देखाइरहेको हुन्छ। मोरङ क्षेत्र नम्बर 3 सट्ट लेखेर जेपिटी च्याटलाई सोध्ने। तर तपाईँहरूको मोबाइलमा जेपिटी च्याट हुनुपर्छ है, सबैको मोबाइलमा जेपिटी च्याट हुनुपर्छ। सर्चिङ द वेब भन्दैछ। ल हेर्नु है त। गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट 3137 मतले अग्रपङ्क्तिमा हुनुहुन्छ भनेदेखि अमीर मगर श्रम संस्कृति पार्टीको 2840, यस्तै सुनिल शर्माको नेपाली काङ्ग्रेसको 2546 र इरान कुमार नेकपा एमालेबाट 757। यसरी चाहिँ नयाँ नयाँ अपडेट जेपिटी च्याटले दिन्छ है साथीहरू। अब झापाको हेर्दैछौँ हामी, झापाको हेरौँ। झापाको मतगणना बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको 6551 मत आइरहेछ भनेदेखि केपी शर्मा ओली निकट नेकपा एमालेको करिब 1428 मत भनेपछि हाम्रो स्वतन्त्र पार्टी बालेन्द्र शाह चाहिँ अग्रपङ्क्तिमा हुनुहुन्छ भनेर देखाइरहेछ। र कुनै पनि कुरा यसरी हामीले हेरिन्छ भनेदेखि, कुनै पनि क्षेत्रको हेरिन्छ भनेदेखि तुरुन्त देखाउँछ है साथीहरू। यसरी जेपिटी च्याटमा चाहिँ हामीले सोध्न सकिन्छ कुन क्षेत्रको कति नम्बर क्षेत्रको र कसले जित्दैछ भनेर हेर्नको लागि चाहिँ सजिलो उपाय भनेको यो छ।